इन्डियनको घरमा काम गर्दाखेरि मैले यसरी चिकन बनाउन सिकेको थिएँ, जुन चाहिँ एकदमै मिठो पनि हुन्छ। हजुरहरू पनि यो चिकन रेसिपी ट्राई गर्न सक्नुहुन्छ घरमै। एउटा प्यान लिने, प्यानमा तेल तताउने र यो चिकनलाई लगाइदिने, एकछिन चलाएर यसलाई छोपिदिने। यसमा चाहिँ यसरी पानीहरू आउनु थालेको हुन्छ, जसमा हामीले अदुवा र लसुन चप गरेकोलाई लगाइदिने र सोहीमा टमाटर लगाएर छोपिदिने। अनि म यहाँ एड गर्दैछु दही। त्यो बनाएको चिकन चाहिँ उहाँहरूलाई साह्रै मन पर्थ्यो। एकछिन चलाएर यसलाई मैले फेरि छोपिदिएँ। त्यस पछाडि यतिको भइसकेपछि यसमा मैले बेसार, नुन, मसला, चिली फ्लेक्स र मरिच धुलो र रेड चिली पाउडर लगाएँ। यसमा धेरै मरमसलाहरू लगाएर राख्नु पर्दैन, यति नै हो। तर पनि यो चिकन चाहिँ यति स्वादिष्ट बन्दछ। पछि यसलाई मैले छोपेर मिडियम हिटमा 15 मिनट जति पकाउँछु। आफ्टर 15 मिनट्स यसलाई हेर्दा चाहिँ यसबाट मजाले पानीहरू सुकिसकेको हुन्छ र यसरी जब तेल छुटिसकेको हुन्छ भने यो मजाले पाकिसकेको छ। माथिबाट काटेको यो अदुवालाई लगाउँदैछु र यसमा मैले अर्को सिमला मिर्च लगाउँदैछु। अनि म यसमा माथिबाट धनियाँ लगाउँदैछु र एकछिन चलाएपछि अब यो खाना रेडी भइसकेको छ। र हेर्नुहोस्, हेर्दै खाम लाग्ने भएको छैन त। अनि आजको हाम्रो खानामा चाहिँ चिकन, राइस र यो टमाटरको पिरो चटनी रहेको छ। अनि हजुरहरूको चाहिँ प्लिज कमेन्ट गर्नुहोला। बाई बाई।